सम्पूर्णमा नमस्कार। हामी सदाको शनिबार चाहिँ आज पनि भाग 25 लिएर उपस्थित भएका छौँ। हामीसँग अत्याधिक सहभागी हुनुहुन्छ, त्यही भएर हामीले आज 14 जना प्रतिस्पर्धी हुनुभएर 7 ग्रुपमा विभाजन गर्यौं। 7 जना 7 ग्रुपमा विभाजन गरेका छौँ। पहिलो ग्रुप यताबाट सुरु हुन्छ। 1 2 3 4 वाला तिम्रो हैन, 5 वाला सुरजहरु हो। मानवी 5 को 5 यता 6 7 हैन त। ल अब मैले अरु नाम के पनि लेखिन। 1 2 3 4 5 6 7 मात्रै ग्रुपको नाम। अब त्यो ग्रुप आफूलाई थाहा छ है। आज हामी यो छोड्देऊ, त्यो नचलाउ ल, त्यो छोड्देऊ। अनुशासन एकदम बस्दिनु होला। अनुशासनकै कम्प्लेन छ बाहिरबाट। अनुशासन भएन भनेर किन दौडे फेरि? बज्ञानी भएर है, ज्ञानी भएर बस्ने एक ठाउँमा। हामी आजको कार्यक्रमको प्रायोजन हाम्रो युनिलिभर नेपाल लिमिटेडमा कार्यरत प्यारो भाइ साथी अरुण घिमिरे, कमल घिमिरेले गर्नुभएको छ। उहाँलाई एकदम धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यस्तै सहकार्यको हामी अपेक्षा राख्दछौँ। आज हामीले मनोज सरलाई बिर्सिनु हुँदैन। मनोज सरको यहाँ स्ट्यान्ड हामीले युज गर्न नसके पनि मनोज सरलाई हामी सधैँ सम्झिरहन्छौँ। उहाँले हामीलाई कार्यक्रम, प्रत्यक्ष कार्यक्रमको लागि स्ट्यान्ड उपलब्ध गराउनु भएको छ। त्यो खिच्ने मान्छेको अनि यो तेर्सो आउने ठाडो आउने भएर चाहिँ हेर्न, अनि म आज आफैले हातमा बोकेर सबैसँग। अब हामी कार्यक्रम सुरु गर्न। त्यो 1 नम्बरको ग्रुपले प्रश्न तान्दिनु होला। हैन होला छैन। कति नम्बरको प्रश्न पर्यो? 27 नम्बरको प्रश्न ग्रुप ए लाई। ग्रुप 1 नम्बर है। मैले 1 2 3 4 5 6 7 के हो अनि किन? 27 नम्बरको प्रश्न ग्रुप ए लाई। रतन्दो रोग कुन भिटामिनको कमीले लाग्ने गर्दछ? रातमा अन्धो रतन्दो भनेर पढ्यौं हामीले। रतन्दो रोग कुन भिटामिनको कमीले लाग्ने गर्दछ? ग्रुप ए, ग्रुप भिटामिन ई। डिस्कस गरेर भन्नु होला। 1 मिनेटको समय छ। भिटामिन ए स्योर हुनुहुन्छ? फेरि अहिले दुविधा पर्दाखेरि फेरि असुविधा हुने हो कि? 0%। भिटामिन ए लाई 0% भए। रतन्दो रोग कुन भिटामिनको कमीले लाग्ने गर्दछ भन्ने प्रश्नको उत्तरमा भिटामिन ए भन्ने जवाफ आयो। जवाफ सही छ। हार्दिक बधाई। 10 नम्बर जोड्न सफल हुनुभयो। पालो ग्रुप 2 नम्बरको। हल्ला नगरौँ है, कोही पनि नबोल्नु है। एकदम आफ्नो पालामा आफ्नो साइलेन्सहरु भएन केही। हल्ला नगरौँ ल। ल ल ल ल किन फेरि? कति नम्बर पर्यो? 5 नम्बर। यो हाँस्ने धेरै हाँस्ने पनि अनुशासनभन्दा बाहिर पर्छ है। नेपालको हिउँको बाघ भनेर कसलाई चिनिन्छ? नेपालमा हिउँको बाघ भनेर कसलाई चिनिन्छ? हिउँको बाघ। कतिको स्योर हुनुहुन्छ? किन किन के भयो प्रश्न? केही छ? केही छ? तेन्जिङ नोर्गे शेर्पा। कतिको स्योर हुन्छ? 100% भन्नुभयो। लक गरिदिउँ है। हजुर स्योर हुनुहुन्छ? लक गरिदिउँ। अब टाइम पनि भयो सायद। जवाफ तेन्जिङ नोर्गे शेर्पा भन्ने जवाफ आयो। नेपालको हिउँको बाघ भनेर जवाफ सही छ। हार्दिक बधाई। 3 नम्बरको पालो। 3 नम्बर ग्रुप प्रज्वल ढकाल र अभय थापा। 10 नम्बरको प्रश्न। कलियुगका प्रथम राजा को हुन्? कतिको स्योर हुनुहुन्छ?
कलियुगका प्रथम राजा को हुन् भन्ने जवाबमा परीक्षित भन्ने जवाब आयो। कतिको सिट लक गरिदिउँ? 100%, 200%। जवाब सही छ, हार्दिक बधाई ग्रुप 3। 4 नम्बर ग्रुपको पालो। 8 नम्बरको प्रश्न रामायणसँग सम्बन्धित प्रश्न पर्यो। वैदेही भनेर कसलाई चिनिन्छ? कतिको स्योर हुनुहुन्छ? 1000। वैदेही भनेर कसलाई चिनिन्छ भन्ने जवाबमा सीता माता भन्ने जवाब आयो। जवाब सही छ, हार्दिक बधाई। ग्रुप 5 मानवी र 7 नम्बरको प्रश्न पूर्व आयो महाभारतको। उता रामायण पुगेको थियो, यता महाभारत आयो है। माधव सर गलत के को गलत आएर जवाफ गलत होइन होला। हिउँको नेपालमा हिउँको बाघ भनेर चिनिने तेन्जिङ नोर्गे शेर्पा नै भन्ने भेट्यायो मैले त। 7 नम्बरको प्रश्न महाभारतको कथामा द्रौपदीको सारी तान्ने व्यक्ति को थिए? महाभारतको कथामा जानुपर्ने हुन्छ एकचोटि, सिरियल हेर्नु भएको छ भने। तिमीहरूलाई वैदेही रामायणको भनौँ न, त्यहाँ नबस न। राम दुर्योधन। कतिको स्योर हुन्छ? फाइनल जवाब हो दुर्योधन। ग्रुप 5 बाट आज जवाफ हो होइन, जवाब सही हुन सकेन। प्रश्न ग्रुप 6 लाई। ग्रुप 6 मा को हुन्? सुरक्षा र सम्राट हो। ल, सुरक्षा सम्राट दुर्वासा। कतिको स्योर हुनुहुन्छ? 9%। जवाब यो पनि सही हुन सकेन। ग्रुप 7 लाई गयो पास भएर युग र सूरज। कतिको स्योर हुनुहुन्छ? 1%। 1% जवाब यो पनि जवाब सही हुन सकेन। हाम्रो प्रश्न थियो महाभारतको कथा अनुसार द्रौपदीको सारी तान्ने को थिए? प्रश्न रिभाइज गर्न पर्यो नि त। फेरि ग्रुप ए लाई गयो, 1 नम्बरलाई देवदत्त। यो पनि जवाब सही हुन सकेन। ग्रुप 2 नम्बर अनुखी र प्रसून महाभारतको कथा अनुसार द्रौपदीको सारी तान्ने व्यक्ति को थिए? यो हाम्रो रिपिट प्रश्न पनि हो, पहिला पनि हामीले सोधिसकेका छौँ। पहिला पनि सोधिसकेका छौँ हामीले यो प्रश्न यही कार्यक्रममा। यो दोहोरिएको प्रश्न हो। महाभारतको कथा अनुसार द्रोत्साहन। कतिको स्योर हुनुहुन्छ? फाइनल जवाब हो। जवाब सही हुन सकेन। ग्रुप 3 महाभारतको कथा अनुसार द्रौपदीको सारी तान्ने व्यक्ति को थिए? कतिको स्योर हुनुहुन्छ? ल, जवाब कहाँबाट आयो? यो ग्रुप 1, 2, 3 बाट होइन, ग्रुप 3 बाट। ग्रुप 3 बाट जवाब आयो। जवाब सही छ, हार्दिक बधाई। ग्रुप 6 को पालो अब है। हामी ग्रुप 5 मा गएर अड्केका थियौँ। एकदम गोविन्द सर, एकदम धेरै धेरै बधाई हजुरलाई, जवाब सही जवाब दिनुभएको छ। कति नम्बरको प्रश्न? 1 नम्बरको प्रश्न। 1 नम्बर प्रश्न नमिलाउने कुरै भएन होइन। यत्रो क्वेसन पढ्दाखेरि अघि हामीले स्वाध्याय गर्न दिइसकेका छौँ है। यो प्रश्नपत्र उहाँहरूले पढिसक्नु भएको हो, उहाँहरूलाई कतिको याद भयो भन्ने मात्रै हाम्रो जिज्ञासा हो। भारतका प्रथम राष्ट्रपति को हुन्? कतिको स्योर हुनुहुन्छ? फाइनल जवाब हो ग्रुप 6 नम्बरबाट होइन, यो जवाब सही छ, हार्दिक बधाई। ग्रुप 7 को पालो। 11 नम्बरको प्रश्न ग्रुप 7 युग र सूरजको जोडी। फेरि कुरा आयो महाभारतकै कथा आयो।